भोजपुर दिङला जोड्ने सडक चाहिँ यहाँदेखि सुरु चिप्लेर मान्छेहरू सबै लड्ने यो ढुङ्गाहरू चाहिँ पछि पेल्नुको लागि सजिलो यो बाटो हामीले पाउनु भनेको चाहिँ साह्रै खुसीको कुरा हो। मेरो घर जाने बाटो चाहिँ यता बोखिमहरू सबै देखिन्छ। अहिले त कुहिरेर आइहाल्यो। उताएर हेर्दा उकालो यता हेर्दा ओह्रालो। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। फेरि पनि म आइसकेको छु नयाँ भिडियो लिएर हजुरहरूमाझ। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म पनि सन्चै आज नयाँ भिडियो लिएर आइसकेको छु। आज म के गर्न गइरहेको छु भने भोजपुर दिङला जोड्ने सडक के कति रूपमा काम भइरहेको छ, पहिलाभन्दा कति सुधार भइसकेको छ हो त्यो देखाउन गइरहेको छु। ल है त साथीहरू, भोजपुर दिङला जोड्ने सडक चाहिँ यहाँदेखि सुरु हुन्छ। यहाँदेखि यो चाहिँ लेगुवा भोजपुरको बाटो, यहाँदेखि उँभो चाहिँ भोजपुर दिङला जाने बाटो। धेरै रूपमा सुधारहरू भइरहेको छ, बनिरहेको छ बाटोहरू। यहीँदेखि उँभो सोलिक भइरहेको छ बाटो चाहिँ। यहाँ यो बाटो चाहिँ पहिले सबैभन्दा धेरै फस्ने गाडीहरू जहिले यहाँ फसिरहेको हुन्थ्यो। मान्छे पनि हिँड्दाखेरि चिप्लेर, रातो माटो छ कि यहाँ साह्रै चिप्लो रातो माटो भएकोले चिप्लेर मान्छेहरू सबै लड्ने। धेरै मान्छे त लड्यो पनि होला, बाइकहरू कति पल्ट्यो यहाँ लडेर चिप्लेर। त्यस्तो अप्ठ्यारो बाटो यहाँ सबै अहिले सोलिङ गरिवरी टक्क यसरी सोलिङ गरिदिनु भएको रहेछ। त्यो बाटो धेरै राम्रो भइगएको छ। टक्क यसरी सोलिङ गरिदिइसकेपछि त यो बाटो फस्ने चान्स त भएन नि त। चान्स नै फस्यो भने यो सोलिङमा अब यहाँ माथि प्लास्टर गर्ने होला सायद। यो बाटो लेगुवा भोजपुर जस्तै पिच हुने भन्ने कुरो चाहिँ हो, तर के हुन्छ त हामीलाई थाहा छैन। त्यो कुरोमै सीमित हो कि हुने हो। तर यत्तिको भए पनि गाडीहरू फस्न त पाएन नि त, जत्रै पानी पऱ्यो नि। यति भइसकेपछि जुन मेन ठाउँ फस्ने सोलिङ भइसकेपछि फस्दैन। त्यही भएर सो बाटोहरू चाहिँ धेरै राम्रो हुँदैछ। मलाई बाइक चलाउनु पनि धेरै सहजै हुँदैछ। हिँड्दै भिडियो बनाउँछु। अब बाइक यहाँ राखिरहेको छु किनभने मेरो गोप्रो छैन। अर्को कुरा के फोनैबाट बनाउनु पनि, बाइकबाट बनाउनुलाई फुल हेलमेट छैन। फुल हेलमेटमा फोन हराएर हुन्थ्यो। त्यो नभएको कारणले मैले सबै बाटो देखाउन पाउँदिनँ। तै पनि जस मेन ठाउँ देखाउँछु हजुरहरूलाई। पुरै यो ढुङ्गाहरू पनि बिछाएर ठाउँमा राखिराख्नु भएको रहेछ। यता पनि पुरै यो ढुङ्गाहरू चाहिँ पछि पेल्नुको लागि सजिलो हुन्छ भनेर राख्नु भएको होला। भित्रमा ड्रेन सेन सबै बनिसकेको छ। अब यो चाँडै रूपमा बन्ने धेरै सम्भावना रहेको छ। ल साथीहरू, त यो अब बन्दै नै छ, छिटै बन्छ होला भन्ने आशा छ। पुरा ड्रेन सेन यस्तो राम्रो बनिसकेको छ। अब त पेल्छ पनि होला सायद, जहाँसम्म लाग्छ। ल साथीहरू, यो चाहिँ भोजपुर काफ्ले हो माथि। काफ्लेमा चाहिँ यत्तिको बाटो भइसकेको छ। अब दुईतिरै यो ड्रेन कि के भन्ने लगाइसकेको छ। अब त्यो अलिअलि पेली पनि सकेको रहेछ। अब त्यहाँ अलिअलि लगाएर के भन्छ ढुङ्गा कि के गिटी लगाएर त्यसपछि माथि यो कालो पत्रे गर्नु मात्रै बाँकी। यत्तिको बाटो हामी भोजपुरदेखि घर जाँदाखेरि यत्तिको बाटो हिँड्नु पाइन्छ भन्ने सोचेको पनि थिएन। यति छिटो तीव्र रूपमा काम भइरहेको छ साथीहरू। बाटो त अब त यो दसैँसम्म राम्रो भइसक्छ होला जस्तो लाग्छ। यता यति काम भइरहेको छ। सट्ट अब हामी पहिले हिँड्दा त भयो, मान्छे हिँड्दै पनि चिप्लेर लडिहालिन्थ्यो। बाइकमा झन् गाह्रो साह्रै गाह्रो हुन्थ्यो। अहिले त अब धेरै सहज पनि भएको छ। र तपाईँहरू पनि भोजपुर पानीट्याङ्कीदेखि दिङला जाँदै हुनुहुन्छ भने पहिले जस्तो बाटो छैन, पहिलेभन्दा धेरै राम्रो सुधार भइसकेको छ। हजुरहरू ढुक्कको साथ आउन सक्नुहुन्छ। यत्तिको बाटो भनेको त नि साथीहरू पिच बराबर हो क्या। यत्तिको बाटो भयो भने त पिच किन चाहियो? यो भएपछि यो पानी परे पनि केही फरक पर्दैन। हेर्नु त यो पानी परिरहेकै हुन्छ। दिनेपछि पानी परे पनि टक्क यो बगेर नालतिर आइहाल्छ। टक्क साह्रै राम्रो र साह्रै छिटो काम भइरहेको देख्दा मलाई साह्रै खुसी लागेको छ। मलाई मात्रै होइन, हामी सबैलाई खुसी लाग्ने कुरा हो। किनकि हामी त्यस्तो हिलोको बाटो, त्यस्तो हिलो हुँदै चिप्लिँदै हिँड्नुभन्दा यत्तिको बाटोमा हिँड्नु पाउँदा हामीलाई गर्व छ। जे जति होस् काम राम्रो होस्। यत्तिको बाटो भइसकेपछि हामीलाई पिच जत्तिकै भयो भने यो पिच पनि हुन्छ होला सम्भाव्यता। पहिले अब सबैले पिच भइहाल्छ भन्नुहुन्थ्यो। अब पिच भइहाल्छ, हामी सानै हुँदा पनि पिच भइहाल्छ भन्नुहुन्थ्यो, र पनि पिच भएन। अब त्यो पिच नहुने रहेछ। हामी घर आउने बाटो चाहिँ राम्रो बाटो हिँड्नु नपाइने नै भयो। जहिले हिलोकै बाटो, जहिले धुलोमा पुरै धुलो खाँदै हिलोमा चिप्लिँदै हिँड्नुपर्ने त्यो बाध्यता थियो। त्यो थियो समस्या। अहिले धेरै सुधार भइसकेको छ। यति भइसकेपछि त यो बाटोमा त जस्तै पानी पऱ्यो नि त यो बाटो हिलो त हुँदैन नि त साथीहरू।
यति भइसकेपछि चाहिँ हामीलाई पिच हुने धेरै आश पनि जागेको छ। यति भइसकेपछि हामीले पिच हुन्छ भन्ने आश पनि गर्नुपर्छ, किनकि योसम्म भइसकेपछि पिच हुन्छ होला सम्भवतः। अब पिचको त गुणस्तर कस्तो हुन्छ त्यो त हामीलाई थाहा छैन, कस्तो के गर्नुहुन्छ त्यो त्यतिखेरै थाहा हुन्छ। तर यति हुनु भनेको नि हाम्रो लागि धेरै खुसीको कुरा हो साथीहरू। दिङला भोजपुरको बाटो यतिको राम्रो भइसकेको छ साथीहरू। यहाँदेखि चाहिँ यो दिङला पुगिन्छ, यो उँभो जाँदा दिङला पुगिन्छ। टक्क मेरो घर जाने बाटो चाहिँ यता यहाँदेखि सट्ट यो बाटो जानुपर्छ। मेरो घरबाट आएपछि टक्क बाटो छुँदाखेरि नै टक्क यतिको बाटो पाएपछि क्या खुसी हुन्छु क्या म। उता हाम्रो बाटो पनि राम्रै छ, राम्रो छ। तर अब पहिले पनि उता त हाम्रो बाटो त हिलो त हुँदैन, तेर्सै छ, हिलो खासै हुँदैन, हिलो हुँदैन थियो। त्यही भएर उता हामीलाई त्यस्तो असारै पर्दैन। जब यहाँ आइछ, यहाँदेखि यो बाटो यो ओह्रालो पनि हामी धेरै चिप्लेर एकताल त म जरो लडेको नि छु, यहीँ पनि लडेको छु। यो ठाडो यो दिङला पुगिन्छ, यहाँदेखि उयो अब यो माथिसँग कस्तो बाटो बनाएको छ त्यो चाहिँ म आज जानु पनि भ्याउँदिनँ। मेरो घरमा नि काम भएकोले आज चाहिँ म घरतिरै जान्छु। टक्क मेरो बाटो चाहिँ हाम्रोतिर घर जाने बाटो चाहिँ साह्रै राम्रै छ। अब त्यो त्यति पनि राम्रो भएपछि यहाँदेखि ओह्रालो झर्ने पनि बाटो पनि यत्तिको राम्रो भइसकेपछि धेरै खुसी लाग्छ क्या साथीहरू। मलाई धेरै खुसी लाग्छ यत्तिको बाटो पाउनु भनेको हामीले खुसी नै मान्नुपर्ने कुरा। मैले खुसी मान्नुपर्ने कुरा धेरैजनाले भनिसकेँ होला, तर र पनि धेरै खुसी नै लाग्छ साथीहरू। मलाई मात्रै होइन, हाम्रो गाउँ जाने मान्छे, यो दिङला भोजपुर गर्ने मान्छे, यो दिङला भोजपुरको चालकहरू उहाँहरू हुनुहुन्छ नि, जो गाडी चलाउने गुरुजीहरू, उहाँहरूलाई नि खुसी लाग्छ क्या यत्तिको बाटोमा टक्क लिएर हिँड्दाखेरि, गाडी लिएर हिँड्दाखेरि कति खुसी लाग्छ। पहिले यो बाटो कति फस्दै हिँड्नु पर्थ्यो, अहिले यत्तिको बाटो पाउँदा धेरै खुसी नै मान्नुपर्ने कुरा हो। यो एउटा पार्क हो, यो पार्क धेरै राम्रो छ। यहाँदेखि तल बोखिमहरू सबै देखिन्छ। अहिले त अब कुहिरो लागिहाल्यो, म तपाईँहरूलाई देखाउन त सक्थेँ, कुहिरो लागेकोले म गइनँ पनि, त्यहाँ गएर पनि खासै केही देखिँदैन। कुहिरो लागेको देखिँदैन। कुहिरो नलाग्नु भने माथि सुन्तलेको डाँडाहरू पुरै मजाले देखिन्छ, त्यहाँको एउटा भ्युटार के बनाउनु भएको छ त्योहरू सबै देखिन्छ सुन्तलेको। त्यसपछि तल बोखिम सबै गाउँ देखिन्छ। बोखिम यस्तो राम्रो बसेको गाउँ छ तल्लो बोखिम। हाम्रो माथि पनि अलिक भिर भएकोले देखिँदैन, तल्लो बोखिम त लास्टै बसेको गाउँ छ। त्यो साथीहरू यो चाहिँ हाम्रो पार्क। यहाँ हामी जब टाढो जाँदैनौँ, देउसी खेल्छौँ नि त तिहारमा। देउसी खेलेको पैसाले चाहिँ 1 गते वैशाख 1 गते नयाँ वर्ष मनाउनु यहीँ आएर हामी पिकनिक खान्छौँ, यसो मासु पकाएर। त्यही त हो साथीहरू, गाउँमा के हुन्छ रमाइलो, त्यसरी नै रमाइलो गर्ने हो साथीहरू। यो हाम्रो पार्क हो क्या, यो च्यानडाँडा भन्ने ठाउँमा। टक्क हामी अब यहाँदेखि उता जानुपर्ने हुन्छ। ल साथीहरू, हाम्रो गाउँ चाहिँ त्यो यो पर देखिरहेछ। अब कुहिरोले छोप्दै आइ नै सक्यो। गाउँ त त खासै देखिँदैन, हाम्रो घर कहाँ देखिँदैछ त्यो पर यो त्यो निलो लगाएको च्यादर छेउमा त्यो हाम्रो घर। तर अब यो खासै देखिँदैन कुहिरोले पनि, अब जुमिङ गर्दा पनि खासै भ्याउँदैन, त्यो अलिक टाढै पर्छ हाम्रो घर। हाम्रो बाटो चाहिँ अब राम्रो भन्दा पनि अब बाटो त सानो छ, तेर्सो बाटो छ क्या। तेर्सो बाटो भइसक्यो साथीहरू। अब त्यो पानी आयो नि खासै नबिग्रिने खालको बाटो छ। पर फस्ने ठाउँमा चाहिँ हामीले पनि सोलिङ गरेर राम्रो बनाइसकेको छौँ यो बाटो पनि। अब यो बाटो त हाम्रो राम्रो छँदैछ। त्यो बाटो पनि अब सम्भवतः दसैँ न त दसैँ पछाडि 1 वर्षभित्र यो बाटो त पिच हुन्छ होला। त्यो बाटो दिङला भोजपुर बाटो, त्यो बाटो पिच भइसकेपछि हामीलाई साह्रै सहज हुन्छ क्या साथीहरू। यो बाटो त अब सहजै नै छ। यो बाटो अब त्यस्तो खासै फस्दैन पनि, गाडीहरू पनि तेर्सो टाइपको छ। अब त्यही पर त हाम्रो गाउँ, अब तेर्सो सिधा छ। यो बाटो लास्टै सहज छ। अब त्यो बाटो पनि पिच भएपछि हामी गर्वको साथ हिँड्नुपर्छ क्या, यत्तिको बाटो हामी पनि हिँड्नु पाइरहेको छौँ है, हाम्रो घर जाने बाटो भनेर। उता हेर्दा उकालो, यता हेर्दा ओह्रालो, यहीँ हो क्या मेन फस्ने हाम्रो ठाउँ चाहिँ। हामीले अब यो सोलिङ पनि यस्तो राम्रो तरिकाले, उताको सोलिङ त अब ठिकै हो, त्यो माथि सिमेन्टी ढलाइ गर्नुहुन्छ होला, त्यही भएर अलिक अर्कै खालको सोलिङ छ। हाम्रो चाहिँ यो धेरै राम्रो सोलिङ हो साथीहरू। यो गरेको नि 3-4 वर्ष भइसक्यो। यति भइसकेपछि हाम्रो बाटो, यहाँ फस्ने बाटो पनि सोलिङ भइसकेपछि फस्दैन, र यहाँ अलिकति फस्थ्यो, त्यहाँ पनि अलिकति सोलिङ गरेकै छु। अब यति भइसकेपछि हाम्रो बाटो धेरै सहज छ। ल साथी, म झन् पनि आइसकेँ। हाम्रो बाटो चाहिँ यस्तो छ, यो अब तेर्सो परान देखिहाल्नुभयो। हाम्रो बाटो तेर्सो छ, खासै बिग्रिँदैन पनि। अब बिग्रे पनि हामी महिना दिनमा नालीहरू काट्नेहरू काम चाहिँ गरिरहेको हुन्छौँ। नाली काट्ने काम, अब यो ढुङ्गाहरू ठुल्ठुलो आयो भने त फाल्ने, अब पहिरो लड्यो भने त पहिरो फाल्ने काम हामी अब गाउँको सबैजना मिलेर गरिहाल्छौँ। त्यही भएर हाम्रो बाटो चाहिँ अब त्यति साह्रो बिग्रेको छैन।
पहिली त बिग्रिन्थ्यो भने अब पछि गर्दै गएपछि बिग्रिनु छोडेको छ। अब त्यो दिङ्ला भोजपुरको बाटो नि हेरिहाल्नु भयो, धेरै सुधार भइसकेको छ। अब को हिँड्नु भएको छ पहिली त्यो हिँड्ने मान्छेहरूले हिँड्नु हुनेहरूले कमेन्ट गर्नु होला, किनकि पहिली कस्तो थियो बाटो, अहिले कति धेरै सुधार भइसकेको छ। र भिडियो धेरै छोटो भयो, खासै भिडियो लामो नि भएन, किनकि अलिक माथिसम्म भिडियो गएर बाटो देखाउनु पाएको हजुरहरूलाई भिडियो लामो हुन्थ्यो, किनकि आज मेरो घरमा समस्या, घरमा काम भएको कारणले छिटो आइहालेँ, त्यस कारणले भिडियो छोटो छ। तर हेरिदिनु होला साथीहरू, हेरेर नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट एन्ड सेयर गर्नु होला। र भिडियो कस्तो लाग्छ र बाटो पहिली र अहिलेको अवस्था कस्तो भयो त त्यो पनि छुट्याएर कमेन्ट गर्नु नभुल्नु होला है त साथीहरू। ल अब बाइक त तल घरै त पुग्दैन, हाम्रो घर पनि यहीँ त छ, यहीँ त हो। अब बाटो यस्तो छ, बाटो यस्तो भएकोले बाइक तलै त पुग्दैन, उहाँ पर घुमाएर टक्क यहाँसम्म चाहिँ म ल्याउँछु। त्यसले साथीहरू अब तलबाट भिडियो बनाउनुभन्दा अब त्यहाँबाट भिडियो बनाउनुभन्दा यहीँदेखि भिडियो बनाउनु मलाई बेस्ट लागेकोले यहीँदेखि बनाएँ। हाम्रो त बाटो सिधा छ, सिधा भएकोले खासै त्यति साह्रो बिग्रेको पनि मलाई थाहा छैन, बिग्रिँदैन पनि। ल साथीहरू त यो अब आज दिङ्ला भोजपुरको बाटो नि हेरिहाल्नु भयो, हाम्रो घर आउने बाटो नि हेरिहाल्नु भयो। बाटो पहिलीभन्दा अहिले धेरै सुधार पनि भएको छ। अब हामीलाई पनि सहज हुन्छ नि त, अब सुधार भएर हामीलाई नै त सहज हुने हो। हामी हाम्रो गाउँको मान्छे दिङ्ला भोजपुर गर्ने को हुनुहुन्छ उहाँहरूलाई त सहज हुने हो, हामीलाई नै सहज हुने हो। ल साथीहरू त यो ल थ्याङ्क्स फर वाचिङ।